ल अब चाहिँ हाम्रो मासु रेडी भइसक्यो होइन अब यो चाहिँ उतार्ने स्टाइल हजुरआमाको नि जिजू ससुराको पालको भाँडो जस्तो छ क्या आमा कस्तो पाला भाँडो हो यस्तो साँच्ची केराको पात मुनि यसरी सुकुटी बनाउँदैछ होइन यसरी रातमा हाई एभ्रिवान नमस्ते होइन हामी चाहिँ भर्खरै घर आइपुग्यौँ यहाँ आमाका तल होइन गाउँडो लिएर अब चाहिँ म के अरे बफ बनाउँछु कि राँगाको मासु बनाउँछु भाइले अघि नै लिएर आइसक्नु भएको छ भाइहरूले अनि त्यो चाहिँ अब सुकुटीको लागि चाहिँ अब त्यो सुकाउनलाई रेडी पनि गरिसक्नु भएको रहेछ मेरो भात चाहिँ आगोमा मासु पकाउने है म चाहिँ अब मासु पकाउँछु है त ल साथीहरू हाम्रो 4000 को मासु हो रे यो पक्वा यो चाहिँ पक्वा भनेको चाहिँ रक्ती हो कि हाम्रोतिर चाहिँ यसरी यहीँ पकाएर खाने गर्छौँ भुटुन चाहिँ हाम्रो सबिनाजीले एकछिन बनाउनुहुन्छ अरे आजको सेफ सबिना गुरुङ रविदा जस्तो हुनु पर्यो अल द वे फ्रम तोलोक भनेर होइन मामा यहाँ हुनुहुन्छ बाबा यहाँ हुनुहुन्छ नानीले बाहेक अरूले के खान्छ अरे मासुको त्यो मासु त खायो भने चाहिँ अब त्यो आन्द्र भुँडीको के अरे हुन लादी खायो भने भुटी चाहिँ मिठो हुने त हो नि भने त्यो नि घाँसै हो अनि यता फेरि खसीको है फेरि यो चाहिँ खसीको हाम्रो भाइ राजा आइपुग्यो लाउरेहरू आमामा लाउरबाटै आएको छ लाउरे भाइ हाम्रो लाउरे भाइ आइपुग्यो आजको परिकार चाहिँ अलिकति खत्रै हो जस्तो छ है सबिना गुरुङ भैँसीको मासु चुरुम भने जस्तो यो हो फेरि माइला हिरो कान्छा हिरो या बाबा त त्यहाँ बाबाले तोसियो अनि यो चाहिँ होइन सिलौटोमा पिनेको लसुन र अदुवा यो चाहिँ तपाईँले पिन्नु भएको होइन उहाँजीले हुनु न यार छुट्टी त देऊ न मलाई तपाईँले पिनेको जिउँदो छ अरे मरिसक्यो हौ गाउँघरमा यस्तै हो कहाँ जिउँदैन भने डे मासु त जिना आन्टीको पसलमा पाए जस्तो आएको छ होला है अहिले त जिना त्यसै मिठो नि भातै मिठो रक्सी मिठो त्यहाँ 15-20 जना हुन्छ होइन मासु पनि अब त्यस्तै बाँच्न होला नि मासु त कहाँ यो लोकल पर्यो त्यो अब ब्रोइलर पर्यो त्यसपछि चेट को हजुर त्यसो भए त हङकङ बसी चाइनिज पनि बोल्छ होला अनि आमा त युके पनि बस्नु होला नि बस्छ आमा युके छोडेर किन यस्तो खोलामा आउनु भएको है आमालाई पाउन्ड पचेन क्या हो युके छोडेर यस्तो घारी मार बस्नु त नि यहाँ यस्तो जङ्गलमा आफूलाई जे राम्रो छ त्यही बस्ने नि आमा अन्त हिजो बन्यो होइन बनेन हिजो बनाउनु लाग्यो सिग्नलै आएन अरे भाइलोनीको फाइनल्ली रेडी भएको कति 1 मिनेटमा चाहिँ यो रेडी हुन्छ टमाटर पनि हालेको हो अनि यसो हाउ इज दिस भनेर टेस्ट गर्ने त मै होला नि होइन ज्यामिरे नै बास्ना आइसक्यो मासु पकाएर के हो अरे ज्यामिरे नै बास्ना आइसक्यो वाह ज्यामिरे पाखै बास खाइम्रो आउ थियो एउटा स्या त स्या त्यो मै स्या यस्तो हो नि यहाँ मैले अजिनामोटो पनि हालेको छैन कलरवाला खुर्सानीको धुलो पनि केही नि हालेको छैन हाम्रै त्यो सिलौटोमा पिनेको लसुन अर्ग्यानिक
सबै चाहिँ मान्छे अर्ग्यानिक जस्तो राम्रो मान्छे हुनुहुन्छ त्यस्तै राम्रो मासु पकाउनुहुन्छ फेरि आफ्टर लङ टाइम त्यस्तै आगोको चुल्हामा पकाएको मासु खाँदैछु माहौल छ त माहौल आज घरमा माहौल छ पुसाइ भदा मामा माहौल छ माहौल आज यता फेरि बुहारी यता फेरि मासु आमा यता फेरि घरमुरी बजे आमै बुढी आमै के देख्यो त झन् टिभी देखाउँदा र भाइरमा खानु पर्ने पहिलोचोटि मान्छेबाट सुरु गरौँ न ल चाख्ने हो नुन खोर्सानी कस्तो छ भन्दैछ पहिला दिँदैन नि चल्यो काँडा जानु त खल्यो भिन्दा बिल्ला खालिसकेर बुहारीले एउटा कुरा त बुहारी नि चाहिन्छ ल अब चाहिँ हाम्रो मासु रेडी भइसक्यो होइन अब यो चाहिँ उतार्ने स्टाइल यो चाहिँ हाम्रो एकदम लोकल अर्ग्यानिक यतै राख्नु न यतै अहिले तताउनु पर्छ नि ल यो चाहिँ छुर्पी हो गाइस ओरिजिनल यहाँ खुर्पी अब भैँसीको छाला हो क्या यो अब चाहिँ म यो आन्द्रा भुँडी बनाउँछु यो भाँडोमा है त बन्दुरी दिमाग हो कि भाइ यो हामी मान्छे गरेर अब रेडी भयो होइन अब त ढाड कनाउने अब जुम्रै पऱ्यो क्या पर्यो होला पर्नु पनि सक्छ नन कहीँ झऱ्यो त पिसाब त आएको थियो होला नि बरा ल खानु त खाएन ल भात खाएन खाजा खाएन चिया खाएन माने मैले यिनले नखाइको पनि के अरे घर बनाउँछ यार त्यसो नि भने क्या होइन भनेन तर गोर्खाली हेर्न हामी किसान ढेँडा खान आएको के अरे रानीवनमा त्यसको जम्मै अहिले 65 लाखको गाडी ल हेर त घरमा एसएससी पास गरेर त्यो लमजुङ गोर्खाका क्षेत्रीयार हो क्या ए आफै कमाउने आफै पढ्ने आफै कमाउने आफै पढ्ने अहिले हेर बिल्डिङ गर कार अन्त तपाईँहरूको त आउ भन्छ मलाई तपाईँको अनि तनहुँतिरको क्षेत्री बनाउँदै छैन त्यस्तो घर छैन रहेछ क्या अलिअलिको होला धेरैको छैन रहेछ दही बेच्न आउँछ अरे पर अलि हाम्रो त्यो टाटो छैन क्या क्षेत्री बाबु त्यति टाटो छैन ल यो मासु पाक्दा पाक्दा भोक पनि मरे साथीहरू पाक्दैन मासु तन्नु होइन बाङ्गाको तन्नु अब चाहिँ हाम्रो रेडी भयो अब चाहिँ यता पो गइरहेको भाँडो भाग्यो है सबैले भाँडो म देखेर रिसा जस्तो छ यता देखाउनु न भाँडो कस्तो छ कति धेरै अथेन्टिक छ क्या त्यो त हाम्रो हजुरआमाको नि जिजु ससुराको पालोको भाँडो जस्तो छ क्या आमा कस्तो पाला भाँडो यस्तो साँच्ची न समात्ने छ न के कस्तो पाला भाँडो साँच्ची बाले यहाँ खाँदै हुनुहुन्छ यता बाबु कति मिठो ओहो मिर्छ वा आमाले नि खानुहुन्छ तर हामी चाहिँ रङ्गा बफ खानु पर्यो अनि आमा चाहिँ खसेर मात्र यहाँ मामले नि खाँदै हुनुहुन्छ यो चाहिँ मेरो भात कति धेरै हो मैले कति धेरै हालेछु ल बाबु बिस्तारै खानु है कस्तो भयो बाबु मासु मिठो छ अनि तपाईँलाई चाहिँ कस्तो लागिरह हामी त चाखे छैन चाखेपछि भनिहालेछु तपाईँको कपाल त के भएको त्यस्तो तपाईँको कपाल चाहिँ लास्टै ओइली के बिहान नग अहिले त्यस्तै लाएर यस्तो यतिको तेल त साउदीले जमिन मुनबाट निकाल्दैन होला कि है तेल आउँछ खतरा नेचुरल ल हुन्छ नानी तपाईँ नि खानु न नानी अब ल है त गाइस यो चाहिँ फ्रिजको पानी हो फेरि ल हामी अब भात खान्छौँ यो चाहिँ बारुलाको चाका है बारुला चाहिँ छैन यो चाहिँ मामाले राख्नु होला अनि यहाँ हाम्रो चाहिँ यहाँ फेरि सुकुटी बन्दैछ होइन यो माथिको चाहिँ हड्डी हो अनि यो चाहिँ रगुता भयो अनि चाहिँ यो खुट्टा
खसीको चाहिँ अस्ति काटेको। अनि हाम्रो सुकुटी चाहिँ यो मुनि छ अरे केराको पात मुनि। केराको पात मुनि यसरी सुकुटी बनाउँदैछ होइन, यसरी अर्को रातमा यसरी बनाउँदा चाहिँ छिटो सुक्ने भएको भएर चाहिँ यो चाहिँ बाले यसरी बनाइराख्नु भएको।